नमस्ते सबैमा, म प्रियङ्का शर्मा आज हजुरहरूको समक्ष एउटा स्वरचित कविता वाचन गर्न जाँदैछु। कविताको शीर्षक छ नारी। देवताको सृष्टिमा उत्कृष्ट सृष्टि तिमी, नारी तिमी शक्ति ज्ञानदायिनी सरस्वती। तिमी बिनाको सङ्गीत, लय बिनाको शब्द, झरी बिनाको वज्र, सुगन्ध बिनाको फूल। प्रेम ममताकी तिमी गहिरो सरिता, भुली सबै काल आजैमा जिउने मल्लिका। फुटेका सबै समेटी एकताको डोरो कस्ने, सन्तोषी तिमी कार्य सिद्धि गर्ता। आमाको मान, बुबाको अभिमान, पतिको इज्जत, नानीको प्रेम, वंशकुलको मर्यादा तिमी। बिरानोलाई खिलखिलाउँदो बगैँचा बनाउँछौ, आफ्नो छोडी अरू सबैमा रमाउँछौ। चुलो चौकोदेखि दफ्तरसम्म सम्हाल्ने नारी एउटी चेली, छोरी, बुहारी, अरू धेरै रूप, जीवनलाई बन्धनमा राख्ने आदि शक्ति। हजुरहरूलाई यो कविता कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहुन्छ भन्ने आशा छ। नमस्ते।